नमस्कार। हामीले हरेक हप्ता पढ्ने पत्रिकाहरूमा कतिको विश्वास गर्न सकिन्छ? आज हामी नेपालको साप्ताहिक पत्रकारिताको नैतिकतामाथि गरिएको एउटा गहिरो अनुसन्धानलाई केलाउँदैछौँ, जसले केही सोच्न बाध्य बनाउने तथ्यहरू बाहिर ल्याएको छ। अब हरेक पेशाको जस्तै पत्रकारिताको पनि आफ्नै नियम हुन्छ, जसलाई हामी पत्रकार आचार संहिता भन्छौं। यो केवल नियमहरूको सूची मात्रै होइन, यो त पत्रकारले समाजलाई गरेको एउटा वाचा हो कि हामी तपाईलाई सधैँ सत्य र निष्पक्ष समाचार दिन्छौं भनेर। र यो वाचा किन यति महत्त्वपूर्ण छ? किनभने मिडियालाई त्यसै राज्यको चौथो अङ्ग वा आवाजहीनहरूको आवाज भनिएको होइन। यो त लोकतन्त्रको एउटा निकै महत्त्वपूर्ण खम्बा हो। यसमा अलिकति मात्रै कमजोरी आउनु भनेको समग्र प्रणालीमै असर पर्नु हो। तर यहाँ मूल प्रश्न उठ्छ, के नेपालका साप्ताहिक पत्रिकाहरूले यो वाचा साँच्चै निभाइरहेका छन् त? एउटा अनुसन्धानले देखाएको चित्रले भने हामीलाई केही गम्भीर प्रश्नहरू सोध्न बाध्य बनाउँछ। ल अब तथ्याङ्कमा नै हेरौँ न। प्रेस काउन्सिलमा परेका उजुरीहरूले यो वाचा कसरी र कति पटक तोडिन्छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। यो एउटा आँकडा हेर्नुस् त, 45%। यो के हो भने प्रेस काउन्सिलमा साप्ताहिक पत्रिकाहरू विरुद्ध परेका कुल उजुरीमध्ये झण्डै आधा तथ्य नै नपुर्याई हचुवाको भरमा समाचार छापेको भन्ने विषयमा छन्। सोच्नुहोस् त, लगभग आधा समाचारहरू नै शङ्काको घेरामा। यो चार्टले समस्यालाई अझै गहिरोसँग देखाउँछ। तथ्यहीन, काल्पनिक र भ्रामक यी सबैलाई जोड्ने हो भने त लगभग सबै उजुरीको जड नै सत्यताको कमी देखिन्छ। यो कुनै सानोतिनो प्राविधिक गल्ती होइन, यो त पत्रकारिताको मूल मर्ममाथिकै प्रहार हो। त्यसो भए यस्तो गल्तीको जिम्मा कसले लिने त? तथ्याङ्क अनुसार सबैभन्दा बढी औँला सम्पादकतिर सोचिएको छ। तर संवाददातादेखि प्रकाशकसम्म यो एउटा यस्तो साङ्लो हो जहाँ हरेक कडीमा कमजोरी देखिन्छ। यो कुनै एक व्यक्तिको मात्रै होइन, प्रणालीकै जवाफदेहिताको प्रश्न हो। अब लागौं समस्याको जडतिर। आखिर पत्रकारितामा नैतिकताको धरातल किन यति कमजोर भइरहेको छ? यसका पछाडि के कस्ता कारणहरू होलान्? आउनुहोस् अलिक गहिराईमा जाउँ। समस्याको जरा निकै जेलिएको देखिन्छ। एकातिर पैसा कमाउने होड र राजनीतिक स्वार्थको दबाव छ, अर्कोतिर पत्रकारहरूलाई चाहिने तालिमको अभाव र नियम कानून लागू गर्ने निकायको कमजोरी। यी सबै कुराहरू मिलेर एउटा यस्तो वातावरण बनेको छ जहाँ नैतिकताको जग नै हल्लिएको जस्तो देखिन्छ। नैतिकताको यो बहस आजको मात्रै होइन है। नेपालमा गोरखापत्रको पहिलो सनददेखि आजको औपचारिक आचार संहितासम्म आइपुग्दा हामीले 1 शताब्दीभन्दा लामो समयदेखि यही प्रश्नसँग जुधिरहेका छौं। पत्रकारितालाई कसरी जिम्मेवार र जवाफदेही बनाउने? तर निराशा मात्रै पनि छैन। यो अँध्यारो सुरुङको अन्त्यमा कतै उज्यालो पनि देखिन्छ। अनुसन्धानले केही यस्ता सकारात्मक सङ्केतहरू पनि देखाएको छ जसले नेपाली पत्रकारिताको भविष्यप्रति आशा जगाउँछ। हेर्नुहोस् त, परिवर्तनका केही राम्रा सङ्केतहरू पनि छन्। नयाँ पुस्ताका पत्रकारहरूमा नैतिकताप्रति एक किसिमको उत्साह देखिन्छ। केही मिडिया हाउसहरूले राम्रो काम गरेरै बजारमा टिक्न सकिन्छ भनेर उदाहरण पनि प्रस्तुत गर्दैछन्। तर सबैभन्दा ठूलो शक्ति भनेको पाठकहरूमा आएको चेतना हो। जब पाठकहरूले प्रश्न गर्न थाल्छन्, तब प्रेस जवाफदेही बन्न बाध्य हुन्छ। त्यसो भए यी सकारात्मक सङ्केतहरूलाई कसरी अझ बलियो बनाउने? गुमेको सार्वजनिक विश्वास फेरि कसरी जित्ने? अबको बाटो के हुनुपर्छ त? अनुसन्धानले एउटा स्पष्ट मार्गचित्र दिएको छ। पहिलो, नियमन गर्ने निकाय अर्थात् प्रेस काउन्सिललाई नै बलियो बनाउनु पर्यो। दोस्रो, पत्रकारहरूलाई निरन्तर तालिम दिएर उनीहरूको क्षमता बढाउनु पर्यो। र तेस्रो, पत्रकारदेखि नीति निर्मातासम्म सबैलाई जवाफदेही बनाउने प्रणालीको विकास गर्नु पर्यो। यी कदमहरूले नै नेपाली पत्रकारितालाई फेरि स्वस्थ र विश्वसनीय बनाउन सक्छन्। र अन्त्यमा एउटा प्रश्न हामी सबैका लागि, सूचनाको यो बाढीमा कुन समाचार सही, कुन गलत भनेर कसरी छुट्याउने? र अझ महत्त्वपूर्ण, हामीले विश्वास गर्न सक्ने पत्रकारितालाई कसरी समर्थन गर्ने? किनभने स्वस्थ पत्रकारिता बिना स्वस्थ समाजको कल्पना पनि गर्न सकिँदैन। यसमा एकपटक विचार गरौँ है त।